टेक्नोलोजी आज भन्यो भोलि भन्यो कहाँबाट कहाँ पुगिसक्यो है। टेक्नोलोजीको ती प्रगति सँगसँगै हाम्रो जीवनमा पनि धेरै बदलाव आइराखेका छ। बदलाव सँगसँगै हामी पनि बदलि नै राखेका छौँ है। अब अहिले हामी पनि भान्सा सुधारमा लागिराखेका छौँ, जुनमा अब एल्युमिनियमको भाँडामा खाँदा रिस्क हुन्छ भनेर हामीले स्टेनलेस स्टिल भाँडाहरू प्रयोग गरिराखेका छौँ भने चाहिँ अब हामीले कास्ट आयरन कराई पनि युज गरिराखेका छौँ आफ्नो स्वास्थ्यलाई मध्यनजरमा राखेर। अब कास्ट आयरन कराईमा खिया लाग्ने धेरै समस्या भएर त्यसैलाई मध्यनजर गर्दै विनोद ब्रान्डले चाहिँ अहिले नयाँ कास्ट आयरन कराई लिएर आएको छ, जुन चाहिँ फेरोना इन्डोरिट कास्ट आयरन कराई रहेको छ भने यसमा चाहिँ हजुरको खिया पनि लाग्दैन र यो उचाल्दाखेरि पनि एकदम धेरै हल्का छ है, एकदम धेरै लाइट वेट छ यो। र यसको यो साइडको जुन ह्यान्डल छ त्यो चाहिँ स्टिलको रहेको छ भने चाहिँ यो चाहिँ तात्दैन है। यो चाहिँ एकदम तात्दा नि तात्दैन, समाउँदाखेरि नि एकदम धेरै फ्रेन्डली छ है। जुनमा भने चाहिँ यसको माथिको ग्लास लिड चाहिँ साइडमा रबर छ, जुन खस्दाखेरि पनि फुट्दैन है। खस्ने बित्तिकै हजुरको हतपत फुट्ने भएन भने चाहिँ। र यो चाहिँ ह्यान्डल पनि स्टिलको रहेको छ, यो पनि तात्दैन र यो साइडको यो स्टिलको ह्यान्डल पनि नतात्ने भयो भने चाहिँ यसको भित्र चाहिँ यस्तो कोटेड पनि छ जसले गरेर तेल पनि कम लाग्छ र यसमा हजुरको खाना राख्दाखेरि कालो हुने समस्या पनि भएन भने चाहिँ। र यो चाहिँ हामीसँग 22 सिएम अनि 24 सिएम 26 सिएममा छ है। 26 सिएममा अब हजुरको धेरै फ्यामिली छ भने चाहिँ हजुरहरूको लागि 26 सिएम पर्फेक्ट हुनेछ भने चाहिँ। यदि अब हजुरलाई यो कास्ट आयरन कराई चाहिन्छ भने चाहिँ दिएको नम्बरमा आज मेसेज अथवा कल गरेर काइरा ग्रुपमा अर्डर गरिहाल्नु होला है।